जङ्गलमा एउटा भेडा चरिरहेको अवस्थामा केही पर उसले सिंहलाई देख्यो र डरले त्यो भेडा नजिकैको पोखरीमा हामफाल्यो। सिंह पनि त्यस भेडालाई खानको लागि सोही पोखरीमै पस्यो। पोखरीमा पानी कम र हिलो बढी भएकोले ती दुवै बिस्तारै भासिँदै गए। तर एकअर्काको नजिक पुगे पनि हल्लन नसकेको कारणले गर्दाखेरि तिनीहरूले एकअर्कालाई भेटाउने अवस्था थिएन। सोही समयमा सिंहलाई भेडाले सोध्यो, तिम्रो कोही मालिक छन्? सिंहले गर्जिँदै भन्यो, म जङ्गलको राजा हुँ, मलाई किन चाहियो मालिक? अनि भेडाले भन्यो, त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम? त्यसपछि सिंहले भेडालाई भन्यो, तिमी पनि त दलदल हिलोमा फसेका छौ। यो सुनेर भेडाले मुस्कुराउँदै भन्यो, मेरो मालिक जब साँझपख घरमा आउँछ, मलाई नदेखेपछि मालिक अवश्य मलाई खोज्दै यहाँ लिन आउँछ। तर तिमीलाई खोज्नु को आउँछ? कसले लान्छ? साँच्चीकै एकैछिनमा मालिक आएर भेडालाई झिकेर घरतिर लैजान्छ। सिंह रातभरि पोखरीमा नै रहेको कारण बिहान मृत्यु हुन्छ। मान्छेले चाहेर पनि सिंहलाई निकाल्न सक्दैनथ्यो, किनकि निकालेमा भेडा र मानिस दुवैलाई खतरा थियो। त्यसैले म नै सबै थोकु र मलाई कसैको सहयोग अथवा सङ्गति चाहिँदैन भन्नु नै अहङ्कार र घमण्ड हो। त्यसैले घमण्डीहरू सबैलाई चेतना पुगेको होस् र सिंहको जस्तो हालत हुन नपरोस्। हिब्रू 10:25 भन्दछ, कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई धन प्रोत्साहन देऊ।